नमस्ते सेवा सेवान्य सबैलाई म तपाईहरुको साथी म आज चाहिँ हाम्रो गाउँको त्यहाँनेरि पूजा हुँदैछ मन्दिरमा र कामाख्या मन्दिरमा म पनि जाँदैछु त्यहाँनेरि मेलाहरु पनि लागेको छ रे सानोतिनो अब नानीहरु खेल्नेहरु जो म के कस्तो छ नानीहरुको मुखबाट सुनेको आफै गएर म हेर्न चाहन्छु र म त्यहीँनिर डाइरेक्ट गएर म तपाईलाई देखाउँछु र अहिले चाहिँ फिलहाल म अलिकति चेन्ज भएर आएर त्यसको त भिडियो कन्टिन्यू गर्छु र रेडी भइसके अब चाहिँ जानेवाला हुँ र अहिले चाहिँ मेरो एकजना स्टुडेन्ट पनि आइपुगेको छ सेजु अलिकति बाङ्गो बक्यो र त्यो भाइसँग म जानेवाला छु अलि लेट आयो र म पछाडी अब खोइ खुम्चेक छ कस्तो छ मिलाएको छैन तर पनि देखाउँछु तपाईलाई अलिकति यहाँ हुन्छ यता अलि मिलाउनु छ सर्टहरु म मिलाइहाल्छु र भिडियो अब सिधै म बाहिर निक्लेको एउटा कन्टिन्यू गर्छु र अहिले चाहिँ हामी बाहिर आइपुगेको छौं मसँग मेरो पार्टनर यहाँ हेर्न सक्नुहुन्छ मेरो स्टुडेन्ट सेजु हेलो भन्दिउ न हेलो हामी दुईजना राईहरु राई ह्यान्डसम राई केटाहरु हैन जन फाराबरीको टप ह्यान्डसम राईहरुमा आउँछ नि र हामी दुईजना अब जाँदै छौं अगाडि अलिकति मेरो गेटअप फेरि देखाउन सक्छु पापाको जुत्ताको कमाल खोयो आफ्नो भनेको चाहिँ पहिला फटाइसके भिडियो सुटिङको टाइममा थाहा छ होला तपाईहरुलाई मेरो त्यो माया बसेको सुट हुँदाखेरि मैले पुरै जुत्तालाई चाहिँ माया हटाइदिए जुत्ता फाट्यो सेजु ह्यान्डसम यहाँ छ र हामी अहिले जाँदै छौं क्या दाम देखेर पछाडी वाउ क्लाउड यहाँ हेर न दामी देखेको है हामी जाँदैछौँ भनेर भगवानले पनि उयो गरिदिनु भएको होला के अरे घामलाई कम गरिदिनु भएको रहेछ यहाँ चाहिँ अहिले ब्याकग्राउन्डमा हेर्नु सक्नुहुन्छ हाम्रो रोड बनेर कस्तो राम्रो भएको छ टोटोहरू पनि चल्न थाल्यो यहाँ भाउजू जानुहुँदैछ अगाडि र यतानिर के लाबड बगान छ र यतिखेर चाहिँ जाँदै गर्दा हल्का मलाई यो जग्गामा मन परेर भाइलाई मैले सेजु भाइलाई भिडियो बनाउन लाएँ र म पनि अलिअलि पोज गर्दै यहाँनिर भिडियो बनाउँदै थिएँ हेर्नु होला अलिकति स्टाइल त मार्नै पर्छ अब यस्तो हिरो भएर जाँदैछ त अलिकति स्टाइल मार्न त बनिन्छ र अहिले हेर्नु सक्नुहुन्छ हामी बाटोमा छौँ तर घाम चाहिँ भने छैन किन छैन होला भन सेजु भगवानले हामी रोक्नु भनेर घाम अलिक रोक्नु भयो सही कुरा गर्यो भगवानले हामी गएको भनेर घाम रोकाइदिनु भएको होइन मन्दिर आएको भनेर र म क्यामेरा फ्लिप गरेर देखाउँदैछु मेरो फोनमा त्यो अप्सन छ यहाँ हेर्नु अब अगाडिपट्टि यहाँ हामी जाँदैछौँ र मन्दिर चाहिँ छ उहाँ पर अब म हल्का तपाईँलाई जुम गरेर देखाउने प्रयास गरौँला यहाँ चाहिँ छ मन्दिर अलिकति देख्नुहुँदै होला र हामी अहिले बाटोमा जाँदैछौँ अब यहाँ परबाट त्यो फ्याक्ट्रीको त्यहाँबाट हामी यसो लागेपछि हाम्रो डेस्टिनेसन हाम्रो मन्दिरमा पुग्नेछौँ र त्यहाँ पुगेर म भिडियो कन्टिन्यू गर्नेछु फाइनली हामी मन्दिरको छेउ पुगिसकेको छौँ म र सेजु र अब चाहिँ आवाज सुन्दैन होला म भोइस ओभर गर्छु घरमा गएर सिनहरू चाहिँ तपाईँलाई देखाउँछु डल्लै यहाँ छ मन्दिर चाहिँ यहाँबाट लागेको छ म एकछिनमा चाहिँ बोलेको सुन्दैन त्यसले गर्दा म घरमा गएर बोल्ने छु अहिले चाहिँ भिडियो मात्रै बनाउँछु भिडियो ब्याकग्राउन्डमा म बोलेर चाहिँ भरिहाल्छु तपाईँले भिडियोमा चाहिँ कम्प्लिट हेर्नु पाउनुहुनेछ यहाँ साइडमा हेर्नु सक्नुहुन्छ एउटा पुरानो डिजाइनको घर छ धेरै राम्रो र यसरी नै अगाडि बढ्दै जाँदा तपाईँले फेरि अगाडि हेर्नु सक्नुहुन्छ यहाँ मेला जस्तो लागेको छ भनेको थिएँ मैले मेला भन्दा यहाँ विशेष चाहिँ मलाई खानाको सामग्रीहरू चाहिँ बेसी देखेँ यहाँनिर फास्टफुडको दोकानहरू थियो अगाडि जुलापीहरू बेच्ने राखेको थियो यहाँनिर चिया बेच्नेहरू पनि राखेको थियो सामानहरू र यसरी नै हेर्न सक्नुहुन्छ यो चाहिँ मेन रोडपट्टिबाट आउने बाटो हो हामी चाहिँ अर्को सर्टकटपट्टिबाट आएको थियौँ यहाँ यसरी सामानहरू राखेको थियो बाइकहरूको पार्किङको जग्गा त्यहाँ थियो यसरी नै अगाडि बढ्दै जाँदा पर हेर्न सक्नुहुन्छ म फेरि तपाईँलाई देखाउँछु यहाँ फोटोहरू मोलीहरू बेच्न यसरी राखेको थियो र यहाँ इयरिङ्सहरू पनि थियो म फर्किँदा अझै राम्रोसँगले देखाउँछु योहरूलाई र यहाँ हेर्न सक्नुहुन्छ यहाँ सुगा एउटा नानीहरूले खेल्नेको लागि यहाँ बेच्ने एकजना बाजे बसिराख्नु भएको थियो बेच्नुको लागि यसरी नै हामी मन्दिरभित्र प्रवेश गर्दै थियौँ र हामी मन्दिरमा यसरी प्रवेश गरेर वरिपरिको सिन तपाईँलाई देखाउँदै जाँदैछु फाराबारी 10 महाविद्या कामाख्या मन्दिर यसरी लेखिएको थियो माथिपट्टि पुलिसहरूले पनि आफ्नो प्रपर ड्युटी निभाइरहेका थिए र वरिपरि बस्नेहरूले पनि आफ्नो आफ्नो कार्यभार सम्हालिरहेका थिए र भित्र चाहिँ अलिक भिडै थियो र हामी पनि जुत्ता राख्ने ठाउँमा जुत्ता राखेर हामी गयौँ भित्र र आरती सुन्नु होला सबैजनाले यहाँनिर भजन गाउनुहुँदै थियो सुन्नु होला र यसरी नै सबैजनाले पालै पालो गर्दै
यहाँनिर भजन गाउँदै घन्टी पनि बजाउँदै थिए र वरिपरिको मान्छेहरूको धेरै भिड पनि थियो। गरम त साह्रै बेसी थिएन तर पनि मान्छेहरूको गरमभन्दा पनि बेसी आस्था चाहिँ ठुलो हो र सबैजना त्यसैले यहाँनिर पूजा गर्दै थिए। बारी सबैजना घन्टी बजाउँदै पुरा पूजा गर्दै थिए र केही समयपछि हामी मन्दिरको अर्को हिस्सातिर पनि गयौँ। यहाँ भव्य रूपमा सजाइएको थियो र केही अगाडिपट्टि हवन गर्ने सामग्रीहरूसँग हवन कुण्ड पनि त्यहीँ थियो र यहाँनिर हेर्न सक्नुहुन्छ साधुहरू बसिरहेका थिए। सबैजना आशीर्वाद दिँदै थिए कसैले कसैलाई र यहाँ वरिपरि यसरी नै मान्छेहरूको भिड धेरै थियो। यहाँ बस्ने जग्गा पनि थियो। जो यहाँनिर पूजा गरिसकेर आफ्नो आफ्नो कार्यभार सम्हाल्नु हुँदै थियो सबैजनाको लागि यहाँ बस्ने व्यवस्था पनि उचित रूपमा गरिएको थियो। यहाँ गणेशजीको मन्दिर यहाँ थियो, यहाँ धुप बाल्ने जग्गा थियो। म चाहिँ मेरो स्टुडेन्ट सेजुसँग बसिरहेको थिएँ। उसलाई मैले बोलाउँदै थिएँ, हेर्दै दुईजना हामी भिडियोमा एकछिन भिडियो बनाउँदै। गरमले मेरो हालत हेर्न सक्नुहुन्छ, पसिनासरी भइरहेको थिएँ म। यहाँ पर हेर्न सक्नुहुन्छ सबैजनाले आफ्नो आफ्नो कार्यभार जसलाई सुम्पिएको थियो आफ्नो आफ्नो कार्यभार सबैले राम्रोसँगले गर्दै थिए र यहाँनिर प्रसादहरू सायद हालिदिने काम गर्नु हुँदै थियो होला। यहाँ हाम्रो मणि दाजु पनि आउनु भएको रहेछ। क्या ह्यान्डसम, पारावारिक ह्यान्डसम केटा। मन्दिरको यो हिस्सामा चाहिँ धेरै घाम राम्रो लागेर धेरै सुन्दर देखिँदै थियो र मान्छेहरूको भिड चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। म फेरि तपाईँहरूलाई वरिपरि देखाउने छु। भिड चाहिँ अत्याधिक थियो किन भन्दाखेरि आज अन्तिम दिन भनेर सुनेको थिएँ मैले। स्टुडेन्टहरू स्कुल नआएर यिनीहरू यहाँ घुम्दैछ, स्कुल नगएर ट्युसन पनि आएको छैन। ह्यान्डसम मान्छे हो यो हाम्रो ऋतिक। के हेरेको यहाँ चाहिँ जति पनि भोजन छ मन्दिरको सबै यहाँ छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ भोजन गर्नु सक्नुहुनेछ तपाईँहरू आएर। यहाँ बगान छ, चियापत्ती बगान हेर्नु सक्नुहुन्छ। त्यसकै अपोजिटमा चाहिँ यहाँ चाहिँ छ खाना खाने जग्गा, हात धुने जग्गा चाहिँ यहाँ छ। र यहाँ चाहिँ अहिले म र सेजु छु, ह्यान्डसम सेजु। र अब हाम्रो फर्किने बेला पनि भइसकेको छ होइन सेजु? कसरी लाग्यो हातमा थाहै छैन। यहाँ चाहिँ दामी दामी डिजाइनवाला रहेछ इयरिङ्सहरू, रिङ्स मात्रै नहरू छ। अंशिका राधे कहाँ घुम्दैछ यो? सेजु आऊ छिटो। यहाँ ताजा ताजा जलेबी रहेछ, जलेबी। यस ल गएर आयो ल छिटो। म यहीँ छु ल सेजु। यहाँ चाहिँ नानीहरूलाई खेल्ने जग्गा रहेछ उफ्रिने। हामी पनि खेल्नु पाए त मजा आउँथ्यो। पाउँछ कि पाउँदैन को सोध्ने अब। यहाँ हो आयन ट्युसनमा आएर यहाँ भोलिन्टियर गर्दैछ। हेर्नु सक्नुहुन्छ मेरो हात चाहिँ अहिले पनि खुन रोकेको छैन। अघि के भएको थियो भन्दाखेरि पानी उठाएर सारिदिँदाखेरि चाहिँ हात अलिकति चेप्टेको थियो, त्यो पानीको भाँडाले मन्दिरमा भइहाल्यो चिनो। र अहिले चाहिँ हामी यहाँ हाम्रो गाउँको सेन्टरै भनौँ क्लब डाँडामा आइपुगेको छौँ र यहाँ यो मूर्ति भानुभक्तको अनावरण हुनु बाँकी छ। यो चाहिँ 13 जुलाईको दिन हुनेवाला छ। यहाँ भव्यसँगले मनाइनेछ। अहिले हामी यहाँ जाँदैछौँ म र मेरो पार्टनर सेजु। अहिले हेर्नु सक्नुहुन्छ घाम अचानक खतरा लाग्यो। म यहाँ छु, मेरो पार्टनर कहाँ छ? शीतलमा आउनु छातामा आउनु मानेको छैन मान्छे चाहिँ। त्यो चाहिँ मान्छेको हाइटमा लगेर छाता उडायो नि यत्रो मात्रै हुन्छ है सेजु। न तिमी पक्रा छाता। र हामी चाहिँ छिटै घर पुग्न आँटेको छौँ र भिडियो हेरिदिनु यहाँ सबैजनालाई म थ्याङ्क यू भन्न चाहन्छु। र मेरो भिडियोलाई म यहाँ एन्ड गर्न चाहन्छु, बेसी लामो बनाउनु हुँदैन किन भन्दाखेरि गरमले पुरा हालत खराब भइसक्यो र मेरो हात चाहिँ यस्तो काटिरहेछ। र भिडियो हेरिदिनु नै सबैजनालाई धन्यवाद। अलङ्गे खानीमा खोला खोइ अलङ्गे भन, अलङ्गे होइन अलङ्गे हो। धन्यवाद भनिदियो ल। धन्यवाद। राईको छोरा जय किरात भन्यो न। जय किरात। जय किरात।